आज चाहिँ मैले हिटर किनेर ल्याइसकेपछि बुढीलाई चाहिँ अलि सजिलो भए जस्तो छ। खासमा छोरी चाहिँ मेरो नाक लिएर आएकी छिन्। आमा त त्यस्तै हो। यसरी चाहिँ बुढीले चाहिँ टक्क लाएर चाहिँ सेक्दै छिन्। हिटर यतातिर छ भने यतातिर चाहिँ छोरी हेर त पुन्टी। कस्तो लागिरहेछ आज चाहिँ? मलाई चाहिँ धेरै सजिलो भएको छ। अरू बेला चाहिँ कोइलाले सेक्थ्यो हैन? अरू बेला गाउँमा छँदा चाहिँ कोइलाले सेकिन्थ्यो साथीहरू। के गर्ने समय परिस्थिति अनुसार चाहिँ सेक्नु पर्दो रहेछ हिटरमा पनि। कहाँ छौ विदेश? या त्यस्तो होइन नि, सहर झरेको साथीहरू। हाम्रो छोरीलाई चाहिँ धेरै माया गरिदिनु भएको छ सबैजनाले। अझै माया गरिदिनुहोस् है हाम्रो छोरीलाई है। हाम्रो छोरीलाई सबैजनाले माया गरिदिनुहोस् है। माना छोरी माना। आजभोलि त तिमीले माया गरिदिने देखेर डाहा लाग्छ यार मलाई। हो के? मलाई लाग्छ तपाईँले माया गरिदिनु बेला। खासमा छोरी चाहिँ मेरो नाक लिएर आएकी छिन् अनि फेस पनि मेरो लिएर आएकी छिन्। फेस भन्दा पनि के अरे छाला के गोरो होइन? आमा त त्यस्तै हो। म पनि गोरो छु है साथीहरू। कस्तो हो र भनिदिनुहोस् त हाम्रो छोरी बाबा जस्तै छिन् कि आमा जस्तै? कमेन्ट गर्नुहोस् त साथीहरू। पुरै बाबाले चाहिँ मेरो छोरी म जस्तै आएको भन्दै हान्दिने। मेरो छोरी फेरि मामु जस्तो है मलाई छोरी। आज पुरै खुसी भएको छिन् यार। त नरोएर टक्क लाएर सुतिरहेको। टाटोमा होइन, टाटोमा डिस तातो भएर होला के? मलाई चाहिँ गर्मी भयो साथीहरू। एकदम यति धेरै गर्मी बढेको छ कि कुरै छोड्नुहोस्। पसिना खल्ती बगिरहेको छ, तर के गर्नु छोरीको लागि चाहिँ सहनै पर्यो। अनि साथीहरू खासमा चाहिँ यो गर्मीको सिजनमा पनि के हिटर बालेको होला भनेर चाहिँ धेरैले भन्नुभएको छ होला होइन? तर त्यसो होइन, हिजो हेर त खाना खोजिरहेको। अनि हिजो चाहिँ यस्तो भयो कि हिजो होइन पानी परेको, हिजो चाहिँ पानी पर्यो होइन। पानी परिसकेपछि चिसो चाहिँ मौसम भयो। अनि त्यो भएको कारणले चाहिँ अब हामीसँग सेक्नको लागि कोइला थिएन। छोरी पनि सानी भएको कारणले चाहिँ नसेकी नहुने भएको कारणले चाहिँ मैले टक्क हेर त रोएको बिचरा। अनि त्यही भएर चाहिँ मैले यो टक्क लाएर चाहिँ अनि त्यही भएर चाहिँ मैले यो यसरी चाहिँ हिटर किनेर ल्याएँ। र त्यो हिटर चाहिँ साँझ बिहान चाहिँ सजिलो होला भनेर चाहिँ बालिदिएको हो। अनि मम्मीलाई पनि सजिलो भएको छ। कोइलाले फुइ पारेर चाहिँ सेकिरहेको देख्नुभएको थियो होला सायद हामीलाई। टिकटकमा, फेसबुकमा, युट्युबमा चाहिँ हामी युट्युबमा पनि रिल्स भिडियोहरू चाहिँ हालिरहेको हुन्छौँ। धेरैले चाहिँ माया गरिरहनु भएको हुन्छ। हेर त रोएको। अब चाहिँ स्वर सुनाइसके छोरीले बुबु खानेतिर व्यस्त।